यस्तो छ माछा काम गर्ने ठाउँमा हैन, कपाल निकाल्ने ठाउँमा माछा यस्तो छ है बिचरा। यसको पनि धेरै अब बाँच्ने मन होला हैन। कस्तो खालको यो माछा यार। काम गर्ने ठाउँमा चाहिँ माछा यति छ कि तपाईँको होइन, त्यो चाहिँ जुन हामीले यो ड्याम बनाएको ठाउँमा, यो ड्याम बनाउने ठाउँमा चाहिँ माछा सबै खोलाबाट यता जुन सानो खोला आउने ठाउँमा चाहिँ माछाहरू आउँदो रहेछ क्या। अनि यहाँनिर चाहिँ माछा यति छ कि माछा है, कुरै नगरौँ क्या। अहिले चाहिँ यहाँ भित्र ठुलो चाहिँ भित्रभित्र बस्यो, किनभने ठुलो चाहिँ अलिक चलाक हुने रहेछ होइन। अनि साना सानाहरू चाहिँ हेर्नु न यार कति छ कि यो, हेर्नु न पुरै कालै छ क्या। हो अब के गर्नु, मार्ने कुनै यो एउटा साधन समेत केही छैन। अनि झुलसुल एउटा हुन्छ नि होइन, जालसाल भएको भए चाहिँ हेर्नु न यार हुन्थ्यो यार, केही न केही चाहिँ हुन्थ्यो आज। अनि के गर्नु यार, अब यहाँ पानी पनि भर्न लागिसक्यो फेरि है। अब यहाँ पानी ठुलो भरेपछि